गरिबको ठूलो सपना। म एउटा गरिब मान्छे हुँ। मेरो गरिबीले मलाई खुट्टा रोक्न खोज्यो, तर मेरो सपनाले मलाई अघि बढ्न सिकायो। मेरो घर सानो छ, तर मेरो सपना आकाशभन्दा ठुलो छ। अरूका लागि पैसा कमाउन दिनभरि पसिना बगाउँछु, तर आफ्नो सपना पूरा गर्न रातभरि आँसु बगाउँछु। जिन्दगीले धेरै पटक हरायो, तर हार मान्न सिकाएन। मेरो हातमा पैसा छैन, तर हिम्मत गर्ने अझै बाँकी छ। एक दिन फेरि दुःख मेरो सफलता देखेर तर्सिनेछ। मेरो अवस्था हेरेर धेरैले भन्छन्, तेरो सपना तेरो हैसियत भन्दा ठुलो छ। हो, म गरिब छु। मेरो घर सानो छ, कपडा पुरानो छ, खल्तीमा पैसा छैन, तर मेरो आँखामा एउटा सपना छ कि एक दिन यही गरिबीलाई जितेर देखाउने सपना। कहिले काहीँ लाग्छ सायद मेरो सपना कहिल्यै पूरा हुँदैन होला, तर फेरि आफैलाई सम्झाउँछु यदि सपना देख्ने अधिकार धनीलाई मात्र हुन्थ्यो भने गरिबको आँखामा सपना किन आउँथ्यो? मसँग पैसा छैन, मसँग ठुलो मान्छेको साथ छैन, मसँग राम्रो साधन पनि छैन, तर मसँग एउटा कुरा छ, हार नमान्ने हिम्मत छ। आज म यो गाउँको एउटा गरिब केटा हुँ, तर एक दिन यही गाउँले मेरो नाम लिएर भन्ने छ, उसले गरिबीबाट उठेर आफ्नो सपना पूरा गर्यो। मेरो जन्म गरिब घरमा भयो होला, तर मेरो सपना गरिब छैन। गरिब हुनु मेरो गल्ती होइन, तर गरिब भएकै कारण सपना देख्न डराउनु चाहिँ मेरो गल्ती हो। समय मेरो विरुद्ध होला, परिस्थिति मेरो विरुद्ध होला, तर मेरो मेहनत मेरो साथमा छ। आज मसँग केही छैन, तर भोलि केही बन्ने हिम्मत छ। मान्छेहरू भन्छन् गरिबले ठुलो सपना देख्नु हुँदैन रे, तर सपना देख्न पनि पैसा चाहिन्छ र। गरिब हुनु मेरो हातमा थिएन, तर गरिब भएर मर्नु मेरो निर्णय हुने छैन। मान्छेको हैसियत उसको जन्मले होइन, उसले देखेको सपना र त्यसका लागि गरेको सङ्घर्षले तय गर्छ।